आशिका तामाङ त घन्टी हल्लाउँदै रहेछ। तपाईँ त माटो होला होइन? तपाईँ त माटो होला। मलाई थाहा छ। कहाँ घर चाहिँ तपाईँ कता हो? थियो त यार, खोटाङको राईहरूले त हर्क सम्मानलाई धेरै सपोर्ट गर्थे त। हजुर मेरो धादिङ हो। राजनीतिमा सबसे खतरा हो नि त धादिङ त। राजनीतिमा सबसे खतरा हो नि त धादिङ। डेन्जर हो। भने हाम्रो आशिका दिदीले त घन्टी हल्लाउँदैछ, अब के गर्ने अरू त। होइन मन त पर्छ। घन्टीतिर पो गएछ भने मलाई खास घन्टी मन पर्दैन। घन्टीको मान्छे पनि मन पर्दैन खास भन्नै पर्दा। त्यस्तै हो। पछि पछुताउँछ क्या त घन्टी जो घन्टी भन्यो त्यो 100% पछुताउँछ। हर्क सम्मानले जित्यो भने उसले अलिकति घमण्ड भए पनि उसले आफ्नै पारमा भए पनि केही न केही गर्छ क्या देशको लागि। अब यो घन्टी हल्लाउनु दियो भने त हल्लै बसिन्छ क्या उनीहरू। यस्तो हुन्छ।